हेलो गाइज, वेलकम टु माई भ्लग। आज चाहिँ काउसेतीमा ट्रकमा आगो लागि भएको छ। अचानक ट्रकमा आगो लागि हुँदा अगाडिपट्टिको भाग भने जलेको छ, पछाडि चाहिँ त्यस्तो क्षति चाहिँ भएको छैन। ट्रकले चाहिँ सिमेन्ट बोकेर आएको रहेछ। समयमै दमकल आइपुगेको कारण आगो निभाउन चाहिँ सफल भएको छ। त्यति ठुलो क्षति पनि भएको छैन। हेरौँ त दमकलले कसरी आगो निभाउँछ एकैछिनमा। दमकलले चाहिँ एकैछिनमा आगो निभाइहाल्छ यतिखेरमै। दमकल टाइममै आइपुगेर आगो नियन्त्रण भएको छ भने त्यस्तो ठुलो क्षति भने भएको छैन ट्रकमा। काउसेतीमा आज बिहान 8:30 बजे भएको 8:30 जाँदाखेरि भएको यो घटना हो। दमकलद्वारा आगो नियन्त्रणमा आएको छ भने ट्रकमा बोकिएको सामान भने त्यति ठुलो क्षति भएन। ट्रकको अगाडिको भाग भने क्षति भएको छ भने पछाडि चाहिँ त्यस्तो क्षति भएको छैन। भिडियो कस्तो लाग्छ हजुरहरूले हेरेर प्रतिक्रिया दिनुहोला। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नुहोला। धन्यवाद।